हेर्नु यति राम्रो भ्यू देखाएको छ आज चाहिँ अझै पानी परेको गरेर दिउँसो यस्तो घाम लागेको थियो जस्तो पानी परेर सायद त देख्नु पानी यस्तो पर्छ यस्तो छ पानी परेर गएको र घाममा गएर पनि त्यही भ्यू पनि राम्रो छ सो गाइज यो चाहिँ म बस्ने यो रुम हो यो बिल्डिङ हो महल हो यस्तो ठुलो बस्नुपर्छ हाम्रो एरिया हो यो चाहिँ पहिला हामी यहाँ बस्थ्यौँ यो ठाउँमा तपाईँलाई मैले अलि अघि पनि भनिसकेको छु यस्तो छ मलेसियाको चाहिँ कतिपयले यो ठाउँ देख्नु भएको छ भने कमेन्ट गर्नु होला यो ठाउँ मैले देखाएको छु भनेर भन्नु होला यो ठाउँ चाहिँ तपाईँले कहाँ हो भन्नु होला यो चाहिँ मलेसिया दामनसारा उत्तम भन्ने हो यो चाहिँ ठाउँ हो यस्तो छ यस्तो वरिपरि सानसानो कतै तपाईँहरू बिल्डिङहरू छ त्यही हो बल खेल्न आउँथ्यौँ हामी चाहिँ यहाँ यो चाहिँ यो बास्केट खेलिन्छ फुटबल खेलिन्छ अनि यो चाहिँ हामी यहाँ बस्थ्यौँ हामी पहिला हामी चाहिँ यो पहिला यो सिटीमा चाहिँ हामी पहिला बस्थ्यौँ तपाईँहरू यो चाहिँ हामी पहिला आउँथ्यौँ एक्सर्साइज गर्नलाई अनि एक्सर्साइज गर्न आउँथ्यौँ यो झुन्डिन्थ्यौँ हामी यहाँ अनि झुन्डेर चाहिँ हामी यता पनि तपाईँले यो देखाउँदैछु म अनि यसमा चाहिँ हामी उ गर्थ्यौँ कि साथीहरू मेरो साथीहरूमा चाहिँ यहाँ पुरै उ गर्थ्यौँ अनि त्यसपछि हामी यतातिर गएर चाहिँ यस्तो बस्थ्यौँ अब यस्तो बस्थ्यौँ त्यही हो यस्तो अब यस्तो एक्सर्साइज गर्ने कुराहरू अब गरिन्थ्यो पहिला अब यो पहिला त अब नेपाल आर्मी यस्तो आर्मी हुन्छ होला भनेर चाहिँ धेरै आशमा चाहिँ यस्तो गरिन्थ्यो अब धेरै गरिन्थ्यो यहाँ आएर पनि अलिअलि गरिन्थ्यो अब त छोडिदियो अब त धेरै बिजी भएर पनि खासै आउनु पाइँदैन यतातिर अनि यतातिर खासै आउनु पाइँदैन अनि अब बल खेल्न आउँथ्यौँ हामी त्यही त यहाँ बल जति पनि म मात्रै होइन कि जति पनि हुनुहुन्छ जति पनि प्रदर्शन भएका दाजुभाइ दिदीबहिनीहरू सबैजना हुनुहुन्छ यस्तो दिन भने हाम्रो गए जस्तो लाग्छ है मलाई चाहिँ किनकि अब खासै अब यो बलहरू किन्ने यो बलहरू खेल्ने सब किन्न सकिन्छ सामान किन्न सकिन्छ तर हाम्रो खेल्ने साथीहरू पाउँदैन साथीहरू सब कहाँ गइसके यहाँ चाहिँ ग्राउन्ड यो ग्राउन्ड देख्न सक्नुहुन्छ सो गाइज म फेरि अर्को भिडियो बनाउने छु फेरि पनि जतिजनाले हेर्नु भएको छ लाइक कमेन्ट सब्सक्राइब गर्नु होला सपोर्ट